आकाशमाथि उड्नु केवल यात्रा होइन, एउटा नयाँ जीवनको सुरुवात थियो जहाँ हरेक बादलसँगै एउटा नयाँ आशा लुकेको थियो। विमानस्थलभित्र पसेपछि सबै कुरा नयाँ लागिरहेको थियो। वरिपरि मानिसहरूको भिड थियो। कोही हतारमा थिए, कोही शान्त भएर कुर्सीमा बसिरहेका थिए। कसैले ठुलो झोला बोकेका थिए, कसैले सानो। म भने हातमा बोर्डिङ पास समातेर बारम्बार उनीहरूलाई हेर्दै थिएँ। कतै केही छुट्यो कि, कतै गलत ठाउँमा पो पुग्छु कि भन्ने डर मनभित्र थियो। चेकिङ सकिएपछि म बोर्डिङ गेटतिर लागेँ। वरिपरि धेरै विदेशी अनुहारहरू थिए। कसैले अङ्ग्रेजी बोलिरहेका थिए, कसैले आफूलाई नबुझ्ने भाषा। म भने चुपचाप आफ्नो सिट नम्बर लेखिएको कागज समातेर बसिरहेको थिएँ। केही समयपछि जहाज चढ्ने घोषणा भयो। सबै मानिसहरू लाइनमा उभिन थाले। म पनि अरू यात्रीहरूको पछि पछि लागेँ। जहाजको ढोकासम्म पुग्दा मन अझै छिटो छिटो धड्किरहेको थियो। टाढाबाट मात्रै देखेको जहाजभित्र आज म पहिलो पटक पाइला टेक्दै थिएँ। ढोकामा उभिएकी एयर होस्टेसले मुस्कुराउँदै स्वागत गरिन्। उहाँको भाषा मैले वेलकम भनेपछि थ्याङ्क यू भनेर भित्र पसेँ। व्यवस्थित र नयाँ लागिरहेको थियो। सिटहरू मिलाएर राखिएका थिए। मानिसहरू आफ्नो ठाउँ खोजिरहेका थिए। म पनि बोर्डिङ पास हेर्दै आफ्नो सिटसम्म पुगेँ र झ्यालतिर बसेँ। माथि झोला राखेपछि सिटमा बसेँ। केही समयपछि अर्को समस्या आयो, सिट बेल्ट कसरी लगाउने। वरिपरिका यात्रुहरूलाई हेरेर मैले पनि प्रयास गर्न थालेँ। 2-3 पटक मिलेन। अन्त्यमा छेउमा बसेका एक यात्रुले इसाराले देखाइदिएपछि बल्ल मैले सिट बेल्ट लगाउन सकेँ। आफैलाई मनमा नै हाँसो लाग्यो। जीवनमा पहिलो पटक धेरै कुरा सिक्दै थिएँ। केही बेरपछि एयर होस्टेसहरू सबै यात्रुको अगाडि उभिए। उनीहरूले जहाजभित्रको सुरक्षा सम्बन्धी जानकारी दिन थाल्नुभयो। आकस्मिक अवस्था आएमा के गर्ने, सिट बेल्ट कसरी लगाउने, अक्सिजन मास्क कसरी प्रयोग गर्ने, आपतकालीन ढोका कहाँ हुन्छ, सबै कुरा देखाउँदै थिए। केही बेरपछि खाना बाँड्न सुरु भयो। एयर होस्टेसहरू सफा र व्यवस्थित तरिकाले यात्रुहरूलाई खाना दिइरहेका थिए। मेरो अगाडि पनि एउटा ट्रे आयो। त्यसमा भात, केही तरकारी, सलाद, रोटी, बटर र केही मिठो खानेकुरा थियो। मेरो लागि ती सबै कुराहरू नयाँ थिए। गाउँको घरको खाना जस्तो थिएन। एकछिन त कहाँबाट सुरु गर्ने भन्ने पनि थाहा थिएन। वरिपरिका मानिसहरूलाई हेरेर मैले पनि खान सुरु गरेँ। स्वाद फरक थियो तर भोक लागेको थियो। त्यसैले जे थियो मन लगाएर खाएँ। त्यो पनि मेरो जीवनको एउटा नयाँ अनुभव थियो। केही समयपछि वासरुम जानुपर्ने भयो। जहाजको वासरुम मेरो लागि एकदमै नयाँ कुरा थियो। उठेर ढोकासम्म पुगेँ। केही क्षण सोचिरहेँ, कसरी खोल्ने होला, कसरी प्रयोग गर्ने होला। अन्त्यमा बिस्तारै बुझ्दै गएँ। भित्र गएँ। फर्केर सिटमा आउँदा आफैलाई लाग्यो आज मैले एउटा नयाँ कुरा पनि सिकेँ। विदेशको यात्रा भनेको केवल ठाउँ परिवर्तन मात्र होइन रहेछ। हरेक सानो कुराबाट नयाँ कुरा सिक्ने यात्रा पनि रहेछ। समय बिस्तारै बित्दै गइरहेको थियो। कहिले झ्यालबाट बाहिर हेर्थेँ, कहिले आँखा बन्द गर्थेँ, कहिले भविष्यको बारेमा सोच्थेँ, कहिले घरको सम्झनाहरू मेरो मनभरि आउँथ्यो। जहाज निरन्तर अगाडि बढिरहेको थियो। रात पर्न थाल्यो। जहाजभित्रका बत्तीहरू मधुरा भए। धेरै यात्रुहरू निदाइसकेका थिए, तर मलाई भने निन्द्रा लागिरहेको थिएन। झ्यालबाट अँध्यारो आकाश थियो। बाहिर हेर्दा टाढा टाढा साना ताराहरू चम्किरहेका थिए। मैले सिटमा टाउको अड्याएँ।
अब म नेपाल र कोरियाको बीचमा थिएँ। न म आफ्नो पुरानो जीवनमै थिएँ न त नयाँ जीवनमा पुगेको थिएँ। म एउटा यस्तो यात्रामा थिएँ जहाँ पछाडि सम्झनाहरू थिए र अगाडि अनिश्चित भविष्य। सायद जीवन पनि यस्तै हुँदो रहेछ। एउटा अध्याय सकिएपछि अर्को अध्याय सुरु हुनु अघि मानिस केही समय यस्तै बीचको यात्रामा रहँदो रहेछ। मैले गहिरो सास फेरेँ। अगाडि के छ मलाई थाहा थिएन, तर एउटा कुरा थाहा थियो, अब मेरो यात्रा रोकिँदैन। जहाज निरन्तर अगाडि बढिरहेको थियो, क्षितिज पारीतिर।